के अरे घुस खाएको छ अरे बक्सरमा छ त हिरो त नि CR7 त खतरा छ त किपरको त आज त चल पनि खतरा छ मेरो भाइ। नमस्कार लासो फेपुला सबैजनालाई। धेरै दिनपछि फेरि म एउटा सानो हाम्रो बरुवा एफसीको भ्लग लिएर आएको छु होइन। हाम्रो डिस्क्रिप्सन हेरेर पनि तपाईँहरूले थाहा पाइसक्नुभयो होला। आज चाहिँ अब हाम्रो टिम रेड भर्सेस टिम ग्रिनको आफ्नै हाम्रो टिमको चाहिँ आज सानो म्याच रहेको छ र म चाहिँ अहिले ग्राउन्ड आइसकेको छु। यहाँ हाम्रो भाइहरू पनि आइसकेको छ होइन। भाइहरू पनि यहाँनिर सुट हान्ने गर्दैछ है। केटाहरू पनि छ रेडी अवस्थामै छ। आज चाहिँ एकदमै बवाल हुन्छ होला। जस रमाइलो हुन्छ केटाहरूलाई यस्तो बेला मौकामा खेलाइरहनुपर्छ आफू पनि, किनभने टिम बलियो बनाउनुको लागि अलिकति आफ्नै केटाहरूलाई पनि एकअर्का बिच भिडाउनु पर्छ है। हाम्रो भाइहरू चाहिँ यहाँनिर अहिले यसो हल्का प्र्याक्टिस पनि गर्दै रहेछ। किपर भाइ पवन, हान्ने चाहिँ यहाँ आशिष, कडा सेप ल किपरको। अनिल के छ खबर? आइपुग्यो? धेरै दिनपछि आयो होइन? कस्तो छ अहिले हेल्थ कन्डिसन? निको भयो? रिकभर भइसक्यो नि होइन? फेरि अहिले त पुरानलाई पो बिरामी भइरहेछ भन्दै थियो। पुरान भाइ चाहिँ बिरामी छ भन्दै थियो। मैले पनि भाइलाई चाहिँ अलिकति अब नआउनु आज चाहिँ भनिदिएको कि रेस्ट गर्नु भनेको। अर्को हाम्रो यहाँ मेसी, छोटा मेसी के छ भाइ? आज अनि कडा खेल्ने नि होइन? आज अनि टिम रेड भर्सेस टिम ग्रिनको हो नि त म्याच हो नि। तिमी कुन टिममा परेको छौ? तिमी टिम रेडको हो? यता हाम्रो दुईटा भाइहरू पनि आउँदैछ होइन। मेचे भाइ अनि हाम्रो दिपक भाइ, अस्ति भर्खर नानी भएको मेरो भाइको होइन छोरा। दिपक तिमी चाहिँ कुन आज टिमको अरे? टिम रेड। मेचे टिम ग्रिन होइन? होइन आज ब्लू छैन, हाम्रो टिम ग्रिन छ। टिम रेड भर्सेस टिम ग्रिन। जर्सीहरू सबै लिएर आइसकेको छ यहाँ केटाहरूले। रेडी हो नि दिपक भाइ? आज खेल्नुपर्छ है, जित्नुपर्छ है। आउँदैछ जे रेड है। के अरे फेरि भन्दै बरुवा एफसी रेड ग्रिन हो? ग्रिन टिम ग्रिन। यताबाट हाम्रो दुईटा प्लेयर पनि आइसकेको छ होइन। हाम्रो सौगात भाइ, सुनसरीको भाइ, यता हाम्रो विमल भाइ। कहाँ पऱ्यो घर तिम्रो भाइ? झापा कुन हो? गौरादा 5। यता हाम्रो सौगात भाइ सुनसरी कहाँ अरे? वडा नम्बर 3 कहाँ त नि? कुन चाहिँ ठाउँ? इटारी। फेरि कस्तो मान्छे नौडा हाने कहाँ हो? चक्करघटी होइन त? कुन टिम अरे तिमी आज? रेड कि ग्रिन? आज टिम रेड भर्सेस टिम ग्रिन छ। होइन आज जर्सी मैले टिम रेड र टिम ग्रिनको मगाएको छु नि त। नयाँ जर्सी ल्याएर खेल्ने हो क्या आज? ब्लूलाई कट अफ छ नि त, ब्लूलाई कट छ। कुन चाहिँ ब्लू? तिमी टिम रेडमा छौ? जीवनको टिममा होइन? टिम रेड हो। अन्त टिम रेड क्याप्टेन तिमीहरूको जीवन त हो र आजको। नि विमल चाहिँ कुन चाहिँ टिममा छ आज? ग्रिनको होइन? स्ट्राइकर आज रेडको स्ट्राइकर मेसी, यता ग्रिनको स्ट्राइकर रोनाल्डो। खतरा छ। बिफ पनि ग्रिनै लाएर आएछ फेरि। झन्डै लाग्यो। देश बचायो आफ्नै टिमलाई बचायो। फाट्यो तर एकजना साथीले फेरि ऊ घर जाँदाखेरि फुटबल सुज किनेर आउँदैछ लिएर आउँदैछ सुजनले। के भयो अरे? ग्रिनको राम्रो छ नि टिम ग्रिनको पनि।
नयाँ ट्याटू हो र खोइ आमा कस्तो छ ट्याटू त खतरा छ त के गोल छाया छाया छायाले देख्यो कि छाया पर्यो अलिकति फुटबलको दाम मेसी के हानेको सानो मेसी हो ल हाम्रो भाइको चाहिँ नयाँ ट्याटू खतरा हानेको छ खुट्टामा चाहिँ हाम्रो राजु तामाङ एके मेसी भाइले खतरा छ त दामी छ त म त यता स्टिकर जस्तो लागिरहेको छ केटाहरूको चाहिँ यता फेरि प्र्याक्टिस चलिरहेको छ सुट हान्ने प्र्याक्टिस अहिले गोल हान्नुको लागि होला तपाईँसँग फोन बोल्दा बोल्दा यो हानी छ रहेछ के ट्याक्स गर्दा गर्दा म त मोबाइल चलाउनु भयो मैले बस हान्थेँ त्यो फुटबल नबस्छ दिपक नयाँ फुटबल हो त्यो फुटिसक्यो भाइ यो त बल फुटेछ त नानी हावा हालेको छैन नयाँ फुटबल पनि यिनीहरूले फुटाइसक्यो यार बेसी हावा चेक गरेर त पम्प हाल त पम्प हाल पम्प खेम भाइ पनि आइसक्यो है आज खेम भाइ अनि आज कुन टिमबाट हो तिमी कस्तो थाहै छैन तिम्रो नाम मैले हालेको छु त त्यहाँनिर वाट्सएप हो अनि हेर्नु पर्दैन वाट्सएप म्यासेज अनि ग्रुपमा ग्रिन हो ग्रिनको टिम ग्रिनको हो क्या हतारमा आएको आज अनि टिम ग्रिनले जित्छ त टिम रेडलाई ढुक्कै हो स्योर हो ल ल ल ल दुईटा टिम राम्रो छ क्या मैले दुईटा टिमलाई मजाले बाटो दिएको छु आज जित्नुपर्छ एउटा टिमले त ल अवस्थे ल हाम्रो नयाँ प्लेयर चाहिँ आइपुग्यो है रोशन तामाङ रोशन स्याङदन के छ भाइ वेलकम छ ल ल आमा लु दुश्मन आयो दुईटा क्याप्टेन आयो टिम रेड र टिम ग्रिनको क्याप्टेन है जीवन लिम्बू अनि विशाल लिम्बू टिम रेड आज कस्तो छ टिम अनि जितिन्छ आज जितिन्छ कि जितिँदैन स्योर 100% टिम ग्रिनको क्याप्टेन बोलौँ त टिम रेडले त जितिन्छ भन्छ त नि अनि विशाल हो यस्तो छ नि कडा नि कडा 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 ल कस्तो हान्यो भने हान्यो हानेन भने ठिक छ आज त अनि चिसो र चटपटेको बाजी पो हो त होइन नि त आज दुईटा टिमले आधा आधा हो एकछिन पर्छ न म खिचिदिन्छु ल सरी त्यो जुत्ता चाहिँ ल म त तिमीसँग होला नि होइन ल आज हाम्रो टिम रेडको किपर महेश तामाङ घर चाहिँ मकवानपुर होइन ए खुदा छिटो ग्लोभ्स किपर भएर नि ग्लोभ्स ल्याउनु बिर्सिन्छ रन 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 हानिहाल जो अब सक्समै जाउँ न त्यतिकै चप्ली लाएर कुद ग्लोभ्स त लिएर आउनुपर्छ नि आफ्नो त नि अनि किट त नि नबिर्सिनु नि छिटो अब लोजर लगाइहाल्यो टिम रेडले किपरले नै ग्लोभ्स लिएर रहेछ हार्छ आज अनि टिम रेड अनि ग्लोभ्स चाहिँ बिर्सेर उताएर न टिम ग्रिनको किपर वहाँनिर कस्तो छ फुल फर्ममा छ सोल्टी ग्लोभ्स सोस लाएर प्र्याक्टिस हानेको छ टिम रेडको भर्खर आएर छ यहाँनिर अब त्यही माथि अब ग्लोभ्स लिनु भर्खर कुद्दैछ कुन चाहिँ यो रेडको हो ग्रिनको लगाएर छ ग्रिनको फुकाल भाइ त अर्को टिमको हो क्या रेडको
त नलगा न यस्तो यस्तो लोदर देखाइन्छ त तपाईँहरूको टिमले क्याप्टेन क्याप्टेन हेर्नु त लोदर देखाइरहेछ के अरे घुस खाएको छ अरे ल टिम रेडको जर्सी पनि आइसक्यो है अब ल कडा कडा क्याप्टेन जर्सी लाउँदैछ है यहाँनिर छैन सिक्स प्याक छ तपाईँको अनि सुजन भाइले जर्सी लिएर आइसक्यो टिम रेडको किपरको सिटी उल्लाइदिनु महेशलाई के अरे बक्सरमा छ त हिरो त नि CR7 त सिक्स प्याक त खतरा छ त भाइ तेरो त ल अब हाम्रो निशान भाइको पनि कमब्याक भयो 1 महिना पछि कि कति महिना अरे भाइ 2 महिना पछि कमब्याक भयो निशान मगर फ्रम इलाम नेपाल होइन भाइ कहाँ हो तिम्रो इलाम होइन त ल वेलकम ब्याक मेरो भाइलाई ल छिटो रेडी भयो भाइ छिटो रेडी भयो खतरा छ त किपरको त आज त चल पनि खतरा छ त मेरो भाइ आज कतिवटा सेप हान्छु हो ल ल ल ल रेडी भयो तिमी अब चाहिँ लगभग हाम्रो अब टिम ग्रिन पनि रेडी अवस्थामा भइसकेको छ र यता अब हाम्रो टिम रेड पनि रेडी अवस्थामा छ टिम ग्रिन भर्सेस टिम रेड है आज चाहिँ अब कडा म्याच हुन्छ हाम्रो एक आपसमा जे होस् यो प्र्याक्टिस म्याच हो भनौँ न दुईटा टिमलाई खेलाएको हो रमाइलो हुन्छ र प्र्याक्टिस पनि हुन्छ भाइहरूलाई एकअर्का बिच होइन कडा हुँदैछ है कडा ल तिमीहरूको स्ट्राटेजी बनाऊ ल क्याप्टेन विशाल लिम्बू अब एकजना आउनु बाँकी छ तिमीहरूको पनि यताको पनि एकजना आउनु बाँकी छ ल क्याप्टेनले स्ट्राटेजी बनाऊ ल तिमीहरूको किपर त बल्ल आउँदैछ यहाँनिर ग्लोभ्स लिएर यहाँ चाहिँ अब स्ट्राटेजी हुँदैछ भइसक्यो प्लान हो रेडी अवस्थामा हो टिम ग्रिन रेडी हो नि होइन टिम ग्रिन रेडी ओके ल सबैजना रेडी अवस्था किपर खै त तपाईँहरूको किपर ल है अब चाहिँ गेम सुरु हुनु लागेको छ होइन हाम्रो टिम रेड भर्सेस टिम ग्रिनको हाम्रो केटाहरू एकदमै रेडी अवस्थामा छ यता टिम ग्रिन यता हाम्रो टिम रेड अब गेम चाहिँ सुरु हुनु लागेको छ ल बल सेन्टर ल्याऊ केटा हो बल सेन्टर लिएर आऊ बल खै फुटबल ल क्याप्टेन 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 सेन्टरमा आउनु पर्यो क्याप्टेन क्याप्टेन टिम रेड क्याप्टेन जीवन लिम्बू कम टिम ग्रिनको विशाल क्याप्टेन ल लिम्बू लिम्बू र टिम ग्रिनको क्याप्टेन चाहिँ हाम्रो विशाल लिम्बू अनि टिम रेडको क्याप्टेन हाम्रो जीवन लिम्बू ल आज अब हाम्रो फ्रेन्डली म्याच होइन आफै हो होइन मिलेर खेल्नु राम्ररी खेल्नु है अनि हाम्रो अब सानोतिनो बाजी छ होइन अब त्यसलाई चाहिँ पुरा गर्नु पर्यो दुईटै टिम भएर जसले हार्छ त्यसले चाहिँ सानोतिनो चिसो र चटपटे पार्टी है ओके कन्फर्म डन बोलेको छ नि फेरि भिडियोमा यहाँनिर युट्युब च्यानलमा आउँछ यो त फेरि होइन नि यो त आफ्नो टिमको जिम्मेवारी लिनु पर्यो डन हो नि विशाल लिम्बू ल ल अब हाम्रो गेम स्टार्ट हुन लागेको छ है त ल है मैले विसल फुके ल गेम स्टार्ट भयो है टिम ग्रिन भर्सेस टिम रेड टिम ग्रिनले एकदम पास राम्रो खेल्दैछ है ल है कडा पास ल मेचेको राम्रो पास अनिललाई गयो बल ल है दामी 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 क्याप्टेनको खुट्टामा गएको छ है बल चाहिँ ल मेसीको खुट्टामा बल ल है सुजनको खुट्टामा बल कर्नर भएछ है कर्नर
मान्छे नि आउट बॉल आउट बॉल आउट बॉल आउट बॉल गेम चाहिँ एकदम दामी हुँदैछ है टिम ग्रीनले आउट हान्न गइरहेछ खेमे भाइ खुट्टामा बल बल खोसेको छ मेचे भाइको खुट्टामा बल राम्रो पास विमललाई राम्रो पास विमलको विशाललाई क्याप्टेनलाई विमललाई फेरि पास आएको छ टिम ग्रीनले राम्रो खेल्दैछ अहिले क्याप्टेनले खोजिसकेको छ है बल टिम रेडको ल है ल सौगातले पायो बल आउट बल दुईटै टिमको 0-0 गोल रहेको छ हैन एकदम राम्रो गेम भइरहेको छ घम्सी भइरहेको छ अहिलेसम्म 0-0 छ है राम्रो पास किपरको क्याप्टेन आयो क्याप्टेन आउट बॉल रेड टिमले राम्रो चान्स गुमायो अहिले फर्स्ट हाफ अझै चलिरहेकै छ
टिम रेडले चाहिँ गोल अलरेडी हानिसकेको छ होइन। टिम रेड 1 टिम ग्रिन 0 भइरहेको छ। स्टिल फर्स्ट हाफ चाहिँ चलिरहेकै छ। टिम रेडले एकदम राम्रो खेलिरहेको छ। टिम ग्रिन पनि गोल स्कोर गर्नको लागि चाहिँ अगाडि बढिरहेकै छ। लेट्स सी के हुन्छ है त। टिम ग्रिन 0 टिम रेड 1। अहिले चाहिँ हाफ भएको अवस्था। फर्स्ट हाफमा चाहिँ टिम रेड 3 र टिम ग्रिन चाहिँ 1 भएको छ। गेम एकदम कम्पिटिसन भइरहेछ, कडा गेम भइरहेछ। गेम चलि पनि सक्यो है। ल अब चाहिँ गेम चल्नु लागेको रहेछ, चल्यो भनेको त म त। ल गेम पनि चल्यो होइन। गेम पनि चल्यो है। टिम रेडले चलाउँदैछ बल। गेम चाहिँ एकदम रमाइलो हुँदैछ। कहाँ लान्छ फल 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 भयो। कस्तो भयो, मजा आयो खेल्न आज? गल्यो है। कहाँ परिदिनु पर्छ? बर्दिवास उता सिरा सप्तरीदेखि उता होइन, बिचमा बर्दिवासदेखि सर्लाही बर्दिवास हो। त्यहाँदेखि उता सिन्धुली जान्छ होइन त? सिन्धुली उकालो सिन्धुली उता सिधा गयो भने चाहिँ कुन ठाउँ आउँछ? बर्दिवास होइन होइन, पश्चिम जाँदाखेरि चाहिँ काठमाडौँ जाँदाखेरि बर्दिवासदेखि लालगढ हुँदै जाने होइन त? ए लालबन्दी हुँदै जाने हो। ल सेकेन्ड हाफ एकदम राम्रो भइरहेछ अहिले चाहिँ। ग्रिनले पनि अगाडि बढाइरहेछ, बल स्कोर गर्नुको लागि तम तयार अवस्थामा रहेको छ। तर रेडले स्कोर गर्नु दिइरहेको छैन। रेडले एकदम राम्रो खेलिरहेछ फुटबल चाहिँ। राम्रो पास सौगात भाइको, सुजन भाइलाई एकदम राम्रो पास दिएको छ भाइले। फेरि पास सुजन भाइले सौगात भाइलाई, सौगात भाइले आशिष भाइलाई पास दिएको छ। एकदम राम्रो पास मिलाएर चाहिँ केटाहरूले चाहिँ। क्रस अलिकति राम्रो भएन। आमा चेस्ट खतरा है मेसी भाइको। गेम चाहिँ एकदम बवाल भइरहेछ है। टिम ग्रिन भर्सेस टिम रेडको। टिम रेडको 3 गोल भइसकेको छ र टिम ग्रिनको चाहिँ 1 गोल मात्र भएको छ। यो चाहिँ सेकेन्ड हाफ चलिरहेको छ। गेम चाहिँ खत्रै चल्दैछ। मेसी भाइसँग बल रहेको छ। अहिले हाम्रो घिमिरे भाइसँग बल रहेको छ। पास एकदम राम्रो खेल्दैछ रेडले। क्याप्टेनले बल पाएको छ अहिले। क्याप्टेनले बल फुत्काएको छ चाहिँ। राम्रो पास क्याप्टेनको सौगात भाइलाई। सौगात भाइले अब के गर्दैछ तिमी? मेसी भाइसँग बल रह्यो। आशिष भाइसँग बल। घिमिरे भाइसँग फेरि बल। रङ पास। मेचे भाइ टर्न हुन सकिरहेको छैन। टर्न भयो अहिले चाहिँ। मेचेसँगै बल रहेको छ। किप्परले बल अगाडि फालेको छ। विकास भाइसँग बल। टिम रेडले पास राम्रो मिलाउँदैछ। क्याप्टेनलाई बल पुगेको छ। क्याप्टेन जीवन लिम्बूले पास दिएको छ सुजन लिम्बूलाई। उत्कृष्ट सेभ हाम्रो पवन पाण्डे गोलकिपरको। ल अहिले चाहिँ गेम सकेको अवस्था। कहाँ अस्ति हामी यहाँ छुट्यौँ, त्यहाँदेखि त आजै हो। धेरै लामो ग्याप पछि खेल्यो नि त तिमीहरू, त्यही भएर हो। केटाहरू लास्टै थाक्यो आज चाहिँ। ल अब हाम्रो डाइनामो एफसीको नि आज ट्रेनिङ थियो। केटाहरू पनि ट्रेनिङ सकेछ। राम्रो भयो नि ट्रेनिङ होइन? ल राम्ररी जानु अब होइन। ल गोपी सर राम्ररी जानुहोस् है। मुजित के छ, ठिक छ नि होइन? ल केटाहरू पनि भ्लगमा आइपुग्छ है। ल ट्रेनिङ राम्रो हुँदैछ नि होइन? ल राम्ररी जानु, राम्ररी खाना खानु है। कहाँ भने अस्तिको दिनमा अस्तिको हप्ता मात्रैको भनेको रे। अस्ति भन्दै थियो हो जीवनलाई ल्याउनु हुँदैन, डाइनामोबाटै खेल्छ अरे जीवन भन्दै थियो। फोन गरेर सोध्दा तपाईँले
एग्रिमेन्ट साइन हानिदिउँ त त्यो डाइनामोबाटै खेल्छ अरे भने पहिला पनि डाइनामोबाटै खेलेको सिएफसीले त्यति झुकेर ल्याएको ल अब सबैजना रेडी भयो त ल ल हुन्छ सर ल है त राम्ररी जुगल ल राम्ररी जानु ल ल बाई बाई ल अब गेम हार्यो भन्दैमा अब टिम ग्रिनले चाहिँ के ब्यागै छोडिदिएको किपर भाइ के हो पाण्डु भाइ ब्याग बोक न जर्सी सबैजनाले जर्सी कलेक्ट गरेर रेड जर्सी सुगरलाई दिने ग्रिन जर्सी आशिषलाई दिने है नो प्रब्लम ल ग्रिन जर्सी आशिषलाई हात्तीको एकछिन बस न चिसो चिसो खाइरहनु छ बगालामा बस र बगालामा सबैजना सबैजना बगाला हिँड त ल अब चिसो र चटपटे खानुको लागि होइन आज तिमीले खतरा खेलेको भए राम्रो खेलेको आज जीवनले कराएको गरेर क्या तिमीले अर्काएको थियौ भने कडा खेलेको मेसीलाई यिनीहरूले फेरि बलै के अरे प्रतिभेल उता लगेन क्या डी बक्समा पेनल्टी दिइहाल्थेँ म एकचोटि त फेरि सिटी फुक्नु लागेको थियो कि ह्यान्डबल भयो कि पनि उसो माथि गरेर म आएछु म त ट्रिम बजाउनु लागेको थियो क्या अब के भन्नु अब यत्रो विशाललाई अब क्याप्टेनलाई मैले यत्रो सपोर्ट गरेको ल दुइटै लिम्बू अब हाम्रो जीवन लिम्बू र हाम्रो विशाल लिम्बू एउटै फ्रेममा छ ल क्याप्टेनहरू ल ल गेम सकेर अब हाम्रो केटाहरू चाहिँ खाजा खाने अवस्थामा होइन कस्तो भयो त मेसी गेम आज कति गोल हान्यौ तिमीले 2 गोल 3 गोल चाहिँ 3 त सेभ हाने नि यसले यार कस्तो दाइमा 1 गोल 57 गोल चाहिँ टिम ग्रिनको कसले हानेको मेसीले हानेको हो मिस्टेकले हो अब फेरि अर्को आइतबार टिम ग्रिन यही टिम ग्रिन र टिम रेड रेडियो खेल्नुको लागि टिम ग्रिन मुक्त नखान भाइ मैले यहाँ ट्युट गरेर म्याच हालिदिनु पर्ने हो अब ल अब यो आउने सन्डे चाहिँ टिम रेड भर्सेस टिम ग्रिन है त रेडी है तर सबैजना चाहिँ आउनु पर्यो क्या सबैजना आयो भने चाहिँ राम्रो हुन्छ क्या यतिजना अझै त्यो राकेश र करण आयो भने राम्रो हुन्छ 2 जना आएन नि त अब हाम्रो 2टा भाइ पनि थपे आएको यो गेम चाहिँ एकदम बबाल भयो होइन खाजापान पनि भइहाल्यो है ल बाहिरको भाइहरू पनि आज बाहिरको भाइहरू पनि गइसकेको छ ल आज अब हाम्रो यहाँ अलिअलि भाइहरू उब्रिएका छन् यहाँ बरुवाको क्याप्टेन उहाँ चिसो खाँदैछ होइन केटाहरू सस्पेन्ड तरिकाले के हाल्दैछ हाम्रो सौगात भाइले चिक्का हाँसिदिन्छ त लेडी किलर लेडी किलर भाइ पो हाम्रो त सौगात भाइ त चक्लेटी बोय ल है गाइस आजलाई चाहिँ यति नै होइन तपाईँहरूलाई भिडियो चाहिँ मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिदिनु होला सबैजनालाई गुड नाइट है त